पृथ्वी रहउन्जेलसम्म यो देश रहिरहनुपर्छ, हाम्रो देशको चन्द्र सूर्य अङ्कित झण्डा रहिरहनुपर्छ। त्यो मान्यता हामी राख्दछौँ। श्रम संस्कृति पार्टीले त्यो मान्यता राख्दछ। त्यसो भएको कारणले गर्दाखेरि देशको स्वाधीनता, भू राजनैतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु। 2 नम्बरमा सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानी राख्नुपर्दछ र संयुक्त राष्ट्र संघ लगायतका निकायहरूमा गएर हाम्रा देशका 4 किल्ला कतिवटा हाम्रो भूगोल भन्ने सिमाना यकिन गरेर सिमानाको रक्षार्थ नेपाली सेनालाई